हेर्नु न बाबुले गरेको हेर्नु, त्यसपछि अनि तपाईँले सार्नु ल। हेर्नु नाम भयो। अब हेर्नु अपेक्षा पनि लेख्छ हामी त। हेर्नु बाबुले यस्तो गर्छ। के गर्नु हजुर, मास्टर बन्दैछु मास्टर। के गर्नु, सिकाउनु परिहाल्यो होइन। गाह्रो छ, यिनीहरूको भविष्यको चिन्ता लाग्छ होइन, कहिले के होला भन्ने डर पनि लाग्छ। मेरो श्रीमती पकाउनेमै व्यस्त, खाना पकाउनु परिहाल्यो, तरकारी बनाउनु परिहाल्यो, यिनीहरूलाई फेरि सिकाउनु परिहाल्यो। ल छोरी लेख्नु लेख्नु, आएन भने बाबाले सिकाइहाल्छ नि, किन डराउनु भएको। त्यसरी लेख्नुहुन्छ हो तपाईँले। ओहो यहाँ भएन नि, मेट्नु त यहाँ पो लेख्नु त यहाँ। हेर्नु बाबाले कसरी लेख्छु भन्दाखेरि यसरी लेख्छ। हेर्नु हेर्नु बाबाले त डेन्जर लेख्छ नि। हेर्नु देख्नुभयो मेरो। अनि यहाँ हेर्नु अब कसरी लेख्ने, यसरी सार्ने हो। हेर्नु न बाबुले गरेको हेर्नु, त्यसपछि अनि तपाईँले सार्नु ल। हेर्नु नाम भयो। अब हेर्नु अपेक्षा पनि लेख्छ हामी त। हेर्नु बाबुले यस्तो गर्छ, यस्तो गर्छ बाबुले त। बाबा त यस्तो पो छ त, तपाईँले पनि यस्तै गर्नुपर्छ अबदेखि। ओके ओके कि नट ओके हो र। यहाँबाट लेख्ने हो। श्रीमतीजी छोरीले होमवर्क लेखेर सक्नु लागिसक्यो, खाना पकाउनु भयो कि भएन। ल ल मिठो पकाऊ, भोकले चुर चुर हुन लाग्यो। खै बहिनीले होमवर्क गर्नुभयो, पढिरहनु भयो, पढ्नु भयो। ए ल ल।